नमस्कार, म प्रकाश पौडेल, सिइओ एन्ड म्यानेजिङ डाइरेक्टर अफ भर्चुअल टेक्नोलोजी प्राइभेट लिमिटेड। आज हामी एआई हेलुसिनेसन भनेको के हो? यसले सोसाइटीमा कस्तो इम्प्याक्ट पार्छ र हामीले यसलाई कसरी ओभरकम गर्न सकिन्छ भन्ने बारेमा छोटो चर्चा गर्छौँ। एआई हेलुसिनेसन भनेको एआईले पनि राम्रो क्वालिटीको डाटा भएन भने झुट बोल्छ र जसले गर्दा सोसाइटीमा नेगेटिभ इम्प्याक्ट पर्न जान्छ। आजभोलिको ट्रेन्डमा सबै एआई जेनेरेटिभ एआईहरूको टुलहरूमा डिपेन्ड हुने हाम्रो परम्परा बढ्दै गएको हुनाले यसलाई हामीले कसरी ओभरकम गर्न सकिन्छ, हेलुसिनेसनलाई कसरी ओभरकम गर्न सकिन्छ एज अ टेक्निकल्ली। हेलुसिनेसनलाई ओभरकम गर्नको लागि हामीले पहिला गुड क्वालिटी डेटाहरूलाई ट्रेन गर्नुपर्छ र एलएलएमहरूलाई ट्रेन गर्ने क्रममा हामीले एकुरेसी, ओभरफिटिङ, अन्डरफिटिङमा पनि धेरै ध्यान दिनुपर्ने हुन्छ। र इफ हामीले कुनै हेल्थ रिलेटेड डाटामा डिसिजन मेकिङ युजिङ एआई गरिरहेछौँ भने त्यहाँ कहिलेकाहीँ हेलुसिनेसनको कारणले हामीले एआईले दिने डिसिजन रङ पनि हुनसक्छ, जसले गर्दाखेरि मानिसको हेल्थ सिस्टममा नै ठुलो असर पर्ने हुन्छ। सो हेलुसिनेसनलाई ओभरकम गर्न हामीले अन्डरफिटिङ, ओभरफिटिङ र क्वालिटी अफ डाटामा फोकस गर्नुपर्छ। सम्भवतः नेपालको परिप्रेक्ष्यमा हाम्रो नेपाली डाटाहरू राम्रोसँग ट्रेन नभएको परिप्रेक्ष्यमा हामीले चाहिँ हेलुसिनेसन छ कि छैन, एआईले झुट बोल्छ कि बोल्दैन, एआई कसरी ट्रेन हुन्छ, यी एलएलएम च्याटबटहरू, जेनेरेटिभ एआई, कम्प्युटर भिजनहरूले कसरी काम गर्छ, ब्याकबोनहरूले कसरी काम गर्छ भन्ने कुरामा पनि हामीले राम्ररी नै स्टडी गर्नुपर्ने हुन्छ। धन्यवाद।